तताइछ उयो तताए जान्छ झुम्रो ल्याउनु थाङ्ना ल्याइदिनु मलाई बिलेटहरू पक्नु नल्याउ यता जानु अर्को आन्द्रा होइन ए यस्तो आन्द्रा हो दुईपट्टि ए काम चाहिँ पुऱ्याउनु पर्ने ए यसको दाना काम भयो अब ए अब यो सुत्दै जान्छ जति ठुलो हुँदैछ यो बिर खोज्यो भने आन्दोलन अब यसलाई सकेपछि यिनीहरूको भाला दुईटाको झिक्दिनु हो खरानीहरू लिनु न होइन अब हजुर खरानी ए के भन्छ खरानी अरे पिठो पिठो त अलग त बेसारै कम भयो क्या पर्दैन हातले सिलाउनुको लागि हातको यो दाइको छ त झुम्रो झुम्रोले रहेछ मटेपछि काटेको त खुन्तायो सियो धागोले अब स्वयं कपडा सिलाएन त
पहिला चाहिँ एक सिलाइ गरेको 1500 इंच भनेको अर्को यो चाहिँ भित्र सिलाएको त्यो लगाएपछि त अलिक छिटो पनि बढ्दो रहेछ क्या भन्दा मासु लाग्छ निको भएपछि चाहिँ मासु लाग्न थाल्छ सबभन्दा त सियार हो तिहार पनि हो यो बुहारीको हातमा खुब सुँगुरले फाप्छ सियार त हो तिहारै हो सबभन्दा सुँगुर भने त्यतिकै मोटाउँदैन बढ्दैन नि तिहार पनि अनि कोही चाहिँ फेरि तिहार गरे पनि नलाग्ने हुन्छ कोही चाहिँ चिज पनि राम्रो हुनुपर्छ अनि स्याहार पनि हुनुपर्छ कोही चाहिँ खाएर पनि नहुने हुन्छ कोही चाहिँ मेरो एउटा त्यस्तै छ घरमा झगडे त्यस्तै चारो उभिन्ने केटीलाई परिवार नियोजन गरेको जस्तो हो क्या यो दसैँलाई हो भयो भने दसैँ मनाउनु पर्ला दसैँमा यो ठुलो हुन्छ कार्तिक मास दसैँ यो खसी पारेको भूमि त साह्रो बढ्छ फेरि यहाँ जहिले सुँगुर ठुलै हुन्छ के गर्नु मान्छेको नाखी डुबुकोमा अनि जनताले गर्छ ए कता गयो छोराको होला अस्ति कहिले आउँदैछु फेरि गएछ हो अन्त बुढी पनि उतै छ भन्छ सम्माना भेट भएर गफ गर्दै आएको थिएँ मिल्दैन अस्ति उसको त्यो भालु गराएसँग एक एकवटा चिसो किन्यो खाउँ दाइ भनौँ दही त खाइदिउँ भनेर खाएर गफ गर्दै हिँड्दै आएको बिहामा गएको थियो नि त त्यो कसको बिहा थियो भने त्यही हो राजा सकिएको भोलिपल्ट होला गलेछ यो पनि चल्नु छोड अब त्यो फलम कस्तो भयो म एकछिनबाट माग्छु मौसम त ठिक्क छ यसलाई त्यति असर नगर्ने खालको त्यही मौसम ठिक भन्छ गर्मी महिना छ अलि याद गर्नु यसो किराहरू पर्छ होइन याद गर्दै लसुन पनि है अलिकति धेरै छैन होला लसुन दल्दै हुन्छ के हुन्छ कपुर भयो कपुर यो किरा बस्दैन झिँगा बस्दैन होला एक दुई दिन कपुर भनेको लुगामा लाउने कपुर हुन्छ किरा मार्ने त झन् त्यो एक नम्बर त्यसले छ त हो त्यो लगाइदिउँ न त्यो झन् गर्छ अलिकति पिसौँ कि हो त्यो
पोले मासु जस्तो बनाएको सेकुवाको सेन्ट पो आयो त दाजु त्यसपछि लगेर त अनि तपाईँ फुल फुट्छ नि फुल फुटेपछि अलिक किरा पर्छ यस्तो खुनमा नि यहाँ किरा छ नि यहाँ घाउ छ होइन यहाँ किरा पाल्नु सर्दै आउँछ हालिदिन्छु सानो ठुलो यत्रो भइगयो गनाउनु पर्यो त कम्दामा हो यो जङ्गल कपुरमा चाहिँ आउँदैन र झिँगाहरू किरा त मर्छ नि यसले हो कि अनि खुत्रु मर्छ किरा त्यो भित्र छ नि किरा बाहिर कपुर लगाइदियो भने भित्रबाट त्यो गन्धले तान्दछ नि ग्यासले किरा त निक्लिँदै मर्दैन त्यस्तो जडी हो कपुर बाबा भनेको